यो गर्छु भनेर हामी विश्वास गर्छौँ। तर सानो नानीहरूको विश्वासलाई हामीले हेर्यौँ भने उनीहरूको विश्वास सरल हुन्छ र उनीहरूले गरेको विश्वास भरोसायोग्य हुन्छ। दोस्रो कुरा, यी नानीहरू चाहिँ एकदमै सानै भए तापनि उनीहरू इमान्दार हुन्छ। उनीहरूलाई झुट नबोल्नु है भनेर सिकायो भने पनि मजाले सत्य कुरा बताइदिन्छ। झुट बोल्नलाई उनीहरूलाई एकदम यो कुरा होइन छैन भन्न लगायो भने पनि के भनिदिन्छ, उनीहरूले सत्य कुरालाई जाहेर गरिदिन्छ। इमान्दारी भनेको चाहिँ आज विशेष गरी हाम्रा साना नानीहरूले वर्षभरिमा र अहिलेसम्म सिकेका कुराहरूलाई प्रस्तुत गरेर देखाउनु अघि परमेश्वरको वचनबाट पनि केही समय हामीले मनन गर्नेछौँ। र यसपालिको भनौँ यो सन्डे स्कुलको लागि दिएको थिम रहेछ मत्तीको सुसमाचार 19 अध्यायको 14 पद। हामी यसलाई सबैले पाठ गरौँ ल। ल हुन्छ, आउनुहोस् न। मत्ती 19 को 14 हामी सबैले पढ्नेछौँ। ल सबैले आफ्नो आफ्नो बाइबलमा ध्यान दिनु होला, हामी पढौँ ल। ल सुरु गरौँ। तर यीशुले भन्नुभयो, साना नानीहरूलाई म कहाँ आउन देऊ र उनीहरूलाई नरोक, किनकि स्वर्गको राज्य यस्तैहरूको हो। हुन्छ, प्रार्थना गरौँ ल। परमेश्वर पिता, हामी धन्यवाद दिन्छौँ यो समय दिनुभएको निम्ति। हामीलाई यो विशेष अवसर दिनुभएको छ र हामी तपाईँको नाममा भेला भएका छौँ। पहिलो कोरिन्थी 1 अध्यायको 9 पद अनुसार प्रभु हामी धन्यवाद दिन्छौँ यो बाल सङ्गतिको लागि र आज वार्षिक रूपमा यहाँहरूले गर्नुभएको कुराहरूलाई प्रकट गर्नको लागि यहाँहरूलाई बडो उत्साहित तुल्याउनु भएको निम्ति हामी धन्यवाद दिन्छौँ। भाइ बहिनीहरूलाई, नानीहरूलाई हामी धन्यवाद दिन्छौँ। थोरै समय जो तपाईँको वचनलाई पनि मनन गरिकन अबको अरू बाँकी कुराहरूलाई अघि बढाउनुको लागि तपाईँको वचनबाटको अगुवाई निर्देशनहरू हामी चाहन्छौँ र सबै कुरामा सहायता गर्नुहोस्। प्रार्थना अगुवाई चाहँदै प्रभु येशूको नाममा परमेश्वर पिता सुनि ग्रहण गर्नुहोस्। हामीले यहाँ परमेश्वरको वचन पढ्यौँ। मत्तीको सुसमाचार 19 को 14 मा यसरी लेखिएको छ, तर यीशुले भन्नुभयो, साना नानीहरूलाई म कहाँ आउन देऊ र उनीहरूलाई नरोक, किनकि स्वर्ग राज्य यस्तैहरूको हो। यो घटनालाई हामीले हेर्दै जाँदाखेरि जिमेयर बुवा आमाले आफ्ना छोराछोरीहरूलाई प्रभुको कुरा सुन्नु, सुनाउनु, बुझ्नु, बुझाउनको लागि साथसाथै लिएर गएको कुरा हामी देख्छौँ। र घटनाक्रममा प्रभु येशूको विषयमा धेरैले आफ्नो बुवा आमाले छोराछोरीलाई आफू नगए पनि अथवा आफू नहुँदा पनि पठाउने गरेको इतिहासमा हामी पाउँछौँ। त यहाँनिर पनि हामी देख्छौँ भनेदेखि बुवा आमाले आफ्ना नानीहरूलाई लिएर आउनु भएको छ। तर यहाँनिर बिचमा एउटा बाधा छ, अवरोध छ। याद गर्नुभयो? यो चित्रमा एकदम मजाको छ। प्रभु येशूले स्वागत गर्नुभएको नानीहरू पनि उत्साहित भएर प्रभुको हात छुनलाई जाँदै गरेको देख्छौँ। तर अझै यो चित्रमा एउटा कुरा थपेर बनाउनु पाएको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्यो। यो चित्र हेरेपछि मलाई याद आयो कि चेलाहरूले हप्काउँदै गरेको, नानी आमाले बोकेर ल्याउँदै गरेको त्यो चित्रले पनि हाम्रो लागि एउटा सन्देश दिइसक्थ्यो। तर यसले पनि ठुलो एउटा सन्देश दिएको छ कि यो चित्रले भन्दैछ यीशुले सानो होस् या ठुलो होस् सबैलाई उत्तिकै माया गर्नुहुन्छ। उमेरले होइन, हृदयको सच्चाइलाई परमेश्वरले हेर्नुहुन्छ। हो नानीहरू, परमेश्वरले यी साना नानीहरू तिमीहरूलाई नि एकदमै प्रेम गर्नुहुन्छ। उमेरको हिसाबले होइन, तिमीहरूको हृदयको सच्चाइ र इमान्दारितालाई परमेश्वरले हेर्नुहुन्छ। परमेश्वरले के हेर्नुहुन्छ? हृदयको इमान्दारीपनलाई हेर्नुहुन्छ, सच्चाइलाई खोज्नुहुन्छ,
त्यो विश्वासलाई खोज्नुहुन्छ, निर्धक्क भएर भरोसा गर्ने कुरालाई खोज्नुहुन्छ बुवा आमाको अघि। यहाँनिर परमेश्वरको वचनले भन्छ साना नानीहरूलाई मौका आउन देऊ। त यी दिनहरूमा चाहिँ के छ त, सानो नानीहरूलाई प्रभुका आउन नदिने कुराहरू हुन्छ। पहिलेको समयमा, जुन समयमा प्रभुको चेलाहरू प्रभु सँगसँगै हुँदै गर्दाखेरि अनि उहाँहरूको आमाले ती साना नानीहरूलाई काखमा यसरी अँगालोमा बोकेर ल्याउँदै गर्दाखेरि, डोराएर ल्याउँदै गर्दाखेरि चेलाहरूले रोके। तर यी दिनहरूमा रोक्ने परिवारको आफन्तहरू, प्रियजनहरू कोही नहोला, तर रोक्ने कुराहरू अहिलेको प्राविधिक कुराहरू छन् जसले चाहिँ साना नानीहरूलाई प्रभुका आउन रोकिराखिदिन्छ। यस्तो प्रकारले रोकिदिन्छ। आज सन्डे स्कुल डे जानुपर्ने दिन, तर के हुन्छ, यस्तो कुरा छ, 7 समुद्र पारीको कुराले ठ्याक्कै रोकिदिन्छ। घरमा एक तला माथि मुथि के भन्छ, जिब्रो लटपटे, माफ गर्नुहोस् है, माथि मुनि भन्नु जिब्रो कस्तो अटपट, माफ गर्नुहोस्। एउटा कोठा, ओल्लो कोठा पल्लो कोठामै रोकिदिन्छ, एकसाथ सङ्गति गर्नै दिँदैन। त्यो चाहिँ के हो, जसलाई हामीले परमेश्वरको वचनले सिकाएको रहेछ कि हाम्रो नानीहरूलाई अभ्यास गराउनु पर्ने रहेछ। तर हामीले कति समय चुक्छौँ, हाम्रो कमजोरता हुन्छ, तर पनि हामीले कोसिस गरिरहनुपर्छ। र जतिले आफ्ना बालबालिकाहरूको लागि समय खर्च गर्नुभएको छ, समय दिनुभएको छ, अनि प्रभुले त्यही अनुसार प्रतिफल दिनुहुन्छ। नानीहरूलाई प्रभुमा आउन रोक्ने कुराहरू हामी केही कुराहरू हेर्छौँ ल। पहिला चाहिँ हामी एउटा वचन पढौँ, व्यवस्थाको पुस्तक 6 अध्यायको हामी पढ्छौँ ल। 7 पद म पढिदिन्छु। अनि तिमीले यी वचनहरू आफ्ना छोराछोरीहरूलाई यत्नसित सिकाउनु, तिमीले आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीले तिनकै चर्चा गर्नु। हेर्नुहोस् त, परमेश्वरको वचन आफ्ना नानीहरूलाई, आफ्ना छोराछोरीहरूलाई यत्नसँग सिकाउनु, बडो मेहनत गरेर यत्नपूर्वक सिकाउनु भनिकन यहाँ व्यवस्थामा आज्ञा छ। तर आज हाम्रो कमी कमजोरताको कारणले, हाम्रो सहजताको कारणले हाम्रा नानीहरूलाई प्रभुमा आउन रोक्ने कुराहरू चाहिँ हामी के गरिदिन्छौँ, उनीहरूको अगाडि राखिदिन्छौँ। जस्तो मोबाइल दिन्छौँ। त्यो मोबाइलले के गर्छ, नानीहरूलाई प्रभुको नजिकमा आउनदेखि रोकिदिन्छ। उनीहरूलाई रमाइलो कुराहरू, कार्टुनहरू हेर्नु मनपर्छ, अरू के हेर्छन्, जसले गर्दा प्रभुका आउन यी दिनहरूमा के भइरहेछन्, नानीहरू जसरी त्यो समयमा बुवा आमाले नानीहरूलाई प्रभुको घरसम्म डोराउँथ्यो, अहिले चाहिँ के छ, सेवामा डिस्टर्ब गर्छ, सेवामा हल्ला गर्छ, उफ्रिन्छ, कराउँछ भनेर के गर्छौँ, बरु मोबाइल दिएर घरमै थुनेर आउनु सजिलो लाग्छ होला। तर बुवा आमाको एउटा दायित्व छ, एउटा कर्तव्य छ, त्यो चाहिँ के हो भने आफ्नो बालिकालाई चाहिँ यत्नसँग सिकाउनको लागि के पनि गर्नुपर्ने रहेछ। वचनले भन्छ यस्ता प्रभुमा आउन, प्रभुलाई विश्वास गर्नदेखि रोक्ने कुरालाई पन्साइदिनुपर्छ। त्यो कुराहरू हटाइदिनुपर्छ जसले प्रभुका आउनलाई के गरिरहेको हुन्छ, रोक्न सक्छ। अहिलेको गेमहरू, अहिले यति साह्रो गेमले मान्छेलाई पागल जस्तै बनाइदिएको छ। लत यस्तो खालको लागिसकेको छ मान्छेलाई कि उसले खानु पनि बिर्सिन्छ। यदि खाँदैछ, कति खाइरहेको छ खानु पनि थाहा पाउँदैन, मैले कति खाइसकेँ भन्ने नि थाहा पाउँदैन। तातो चिसोको केही भ्यालु हुँदैन। खाना त खाएकै हो, के खाए जे दे पनि खाएको छ। किन भन्दाखेरि यस्तो कुराहरूले प्रभुका आउन, एउटा ध्यानसँग बस्न रोकिदिन्छ। पुरानो समयमा जब परिवार भेला हुन्थे, खाना खानको लागि एकसाथ बसेका हुन्थे टेबलको वरिपरि, एकजनाले, सबैजना एकदम ध्यानमा बसेर एकजनाले प्रार्थना गर्नुहुन्थ्यो, अनि के गर्नुहुन्थ्यो, आमिन भनेर एकसाथ भोजन ग्रहण गर्नुहुन्थ्यो। यी दिनहरूमा के छ, सबैको हातमा मोबाइल छ, सबैको हातमा फोन छ, प्रार्थना भन्ने कुरै हराइसकेको छ। एउटाले खाइरहेछ, एउटाले के भिडियो बनाइरहेको छ, एउटाले थिचिरहेछ, होइन।
हेर्नुहोस् त, प्रभुमा आउन रोक्ने यस्ता ग्याजेटहरू जो पनि छ, प्रभुको साथमा ध्यानमग्न हुन रोक्ने कुराहरूलाई बुवा आमाले के गर्नुपर्छ, आफ्नो नानीहरूबाट अलिकति टाढै राखेको चाहिँ राम्रो, जसले गर्दा चाहिँ के गर्न सकिँदैन, हाम्रो नानीहरूलाई प्रभुमा डोराउन गाह्रो हुन्छ। त्यसै कारणले यस्ता रोक्ने कुराहरू, वचनले भन्छ मौका आउनलाई नरोक, किनकि प्रभुले चाहिँ चाहनुहुन्छ उहाँ कहाँ आएको। तर यस्ता कुराहरूलाई हामीले पन्साइदियौँ भनेदेखि नानीहरू सजिलैसँग प्रभु कहाँ आउँछन्। दोस्रो कुरा हामी हेर्छौँ, बुवा आमाले पनि आत्मिक शिक्षा लिनु खाँचो छ। आफूले पनि प्रशस्त मात्रामा परमेश्वरको वचनको लागि समय निकाल्नु, साथसाथै के पनि खाँचो छ, नानीहरूलाई खुवाउनु भन्छ वचनले। एउटा वचन पढिराखौँ, एफएससीको पत्र, आउनुहोस् त, एफएससीको पत्र 6:4। हे बाबुहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ, तर प्रभुको अनुशासन र चेतावनीमा तिनीहरूको पालन पोषण गर। हेर्नुहोस् त, बुवा आमाले पनि आफ्ना छोराछोरीलाई पोसिलो खानेकुराहरू खुवाउनु पर्ने रहेछ। सत्यको कुराहरू, सत्यताको कुराहरूलाई चाहिँ नानीहरूको हृदयभित्र हालिदिनु पर्ने रहेछ। एउटा गार्जेन, एउटा टिचरको लागि पनि, एउटा हामी गार्जेनको लागि पनि के छ, एउटा महत्त्वपूर्ण कुरा के छ, हामीले चाहिँ हाम्रा नानीहरूलाई प्रशस्त मात्रामा आत्मिक खुराकी खुवाउनु पर्ने रहेछ। जस्तो शरीरको लागि विभिन्न किसिमको खानेकुराहरू ब्यालेन्स प्रकारले खुवाएर के गर्न सकिन्छ, स्वास्थ्य राख्न सकिन्छ। नानीहरूलाई पनि प्रभुमा एउटा बलियो र स्वास्थ्य बालबालिका बनाउनको लागि परमेश्वरको वचनरूपी भोजन चाहिँ शिक्षा र चेतावनीद्वारा के गर्न सकिन्छ, खुवाउन सकिन्छ। त्यसै कारणले यो चाहिँ बुवा आमाहरू अर्थात् आज हाम्रो लागि, मेरो लागि चाहिँ यो कुरा छ कि हामीले हाम्रा नानी बाबुहरूलाई चाहिँ उचित कुराहरू सिकाउनुपर्छ, जुन कुराहरू उनीहरूले जीवनभरि कहिले पनि बिर्सिँदैनन्। हितोपदेश 22 अध्यायको 6 पदले भन्छ, बालकलाई त्यो बाटोमा हिँडाऊ जुन बाटोमा त्यो हिँड्नुपर्छ भनिकन ठहराइएको हुन्छ। हितोपदेश 22 को 6 पद, बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ त्यही बाटोको तालिम देऊ र बुढो हुँदा पनि ऊ त्यसबाट हट्ने छैन। हेर्नुहोस् त, यो कुरा छ है नानीहरूलाई। दोस्रो कुरा चाहिँ हामीले देख्छौँ भने बुवा आमाले, गार्जेनले गर्नुपर्ने कुरा चाहिँ एउटा सही प्रकारको कुरा, सही शिक्षाहरू दिनुपर्छ। नानीहरूको अगाडि बुवा आमाले ठट्टा दिल्लगी गर्दै गरेको, अनि त्यस्तै खालको भिडियो, कार्टुनहरू, सिरियलहरू हेर्दै गरेको नानीहरूले देख्यो भने बाबाआमालाई पत्याउँदैन। यसकारण नानीहरूको अगाडि बाबाआमा बडो होसियारी हुनुपर्छ। बाबाआमाले झगडा गर्दै गरेको नानीहरूले देख्यो भने नि उनीहरूलाई पनि त्यस कुराले प्रभाव पार्छ। नानीहरूको अगाडि चाहिँ बुवा आमाले के गर्छन् त्यो कुरोको नक्कल गर्नको लागि उनीहरू के हुन्छन्, तयार हुन्छन्। उनीहरू यति साह्रो प्र्याक्टिस गर्छन्, जस्तो बुवा आमाले गर्छन्, ठुलो मान्छेले गर्छन्, त्यो कुरा दुरुस्तै उतार्न चाहन्छन् अनि गर्छन् पनि। त्यस कारणले बुवा आमा चाहिँ एउटा नमुना हुनुपर्ने कुराहरू वचनले देखाउँछ। तेस्रो कुरा हामी देख्छौँ, गलत साथी सङ्गत, समाजको दबाउ, विभिन्न कुराले के गरिदिन्छ, प्रभु कहाँ आउनदेखि रोकिदिन्छ। यसकारण यस्तो रोक्ने कुराहरू, कतै सङ्गत हुन्छ, साथी हुन्छ, त्यस्तो सङ्गतहरूबाट पनि अलग्ग राखेर हाम्रो नानीहरूलाई चाहिँ प्रभु कहाँ ल्यायौँ भने प्रभुले चाहिँ नि स्वागत गर्नुहुन्छ, प्रभुले सधैँ प्रेम गर्नुहुन्छ। अर्को कुरा हामी देख्छौँ, कति नानीहरूलाई अनुशासनको कमी हुन्छ। एउटा नानी त हो, के गर्नु, बल्ल बल्ल भएको नानी, यसको लागि हामीले खर्च नगरे के गर्ने भनेर नि। एक ठाउँ मैले देखेको, अहिले फ्री फायर भन्ने गेम रहेछ, तपाईँहरूलाई थाहा छ होला, म त जान्दिनँ। फ्री फायर गेम खेलाउनको लागि बुवा आमाले 5,000 10,000 हालिदिन्छ मोबाइलमा अरे। कति नानीहरूले बाबुआमाको पैसा चोरेर लगेर टपअप गराउँछ, पैसा हाल्छ, गेम खेल्छ। न आफ्नो लागि लुगा छ, न आफ्नो लागि केही छ, तर मोबाइलमा गेम खेल्नको लागि त्यत्रो धेरै पैसा हालिरहेको छ। हेर्नुहोस्, समय पनि चोर्यो, त्यसले सिर्जना गर्ने क्षमता पनि चोर्यो,
त्यसले सबै कुरा चोरिदियो, जसले गर्दा चाहिँ हाम्रो नानी, हाम्रो बालकहरू, हाम्रा भाइ बहिनी, छोराछोरीहरू चाहिँ के हुँदैछन्, बिस्तारै बिस्तारै प्रभुका आउन रोक्ने यस्ता विभिन्न स्रोतहरू छ, साधन। यसलाई हामीले बेलैमा होसियारी भएर पन्साएनौँ भने हामीले के गर्न सक्दैनौँ, हाम्रो नानीहरू चाहिँ बाटोबाट भड्केर गएको हामी थाहा पाउँदैनौँ। त्यसै कारणले गर्दा हामीले यो कुरालाई पनि याद गर्नुपर्छ। त अब हामी देख्छौँ सानो बालबालिका भनेर हामीलाई तुच्छ ठान्ने अनुमति दिएको छैन। सानो नानीहरूलाई प्रभुले स्वागत गर्नुहुन्छ, प्रभुले चाहनुहुन्छ भनेदेखि हामी ठुलाहरूले पनि त्यो सानो नानीहरूलाई उत्साह दिएर प्रभु कहाँ आउने, प्रभुको घरसम्म आउने एउटा वातावरणहरू बनाइदिनुपर्छ। यहाँ वचनले भन्छ, यीशुले भन्नुहुन्छ, साना नानीहरूलाई म कहाँ आउन देऊ, उनीहरूलाई नरोक, किनकि स्वर्गको राज्य यस्तैहरूको हो। हेर्नुहोस् त, स्वर्गको राज्य त कसको रहेछ भन्दा त त्यो सानो नानीहरू जस्तैको लागि। त सानो नानीहरूको असल चरित्रहरूलाई हामीले हेऱ्यौँ भनेदेखि सबैभन्दा सानो नानीहरूमा के हुन्छ, एउटा सरल विश्वास हुन्छ। उनीहरूसँगको विश्वासमा कपट हुँदैन। हामी ठुलोले चाहिँ शङ्का गर्छौँ अनि हामीले के गर्छौँ, यस्तो होला कि नहोला, भएन भने अप्सन राखेर विश्वास गर्छौँ। यदि भएछ भने ठिकै छ, भएन भने म दोस्रो पार्ट यो गर्छु भनेर हामी विश्वास गर्छौँ। तर सानो नानीहरूको विश्वासलाई हामीले हेऱ्यौँ भने उनीहरूको विश्वास सरल हुन्छ र उनीहरूले गरेको विश्वास भरोसायोग्य हुन्छ। दोस्रो कुरा, यी नानीहरू चाहिँ एकदमै सानै भए तापनि उनीहरू इमान्दार हुन्छन्। उनीहरूलाई झुट नबोल्नु है भनेर सिकायो भने पनि मजाले सत्य कुरा बताइदिन्छ। झुट बोल्नलाई उनीहरूलाई एकदमै यो कुरा होइन छैन भन्न लगायो भने पनि के भनिदिन्छ, उनीहरूले सत्य कुरालाई जाहेर गरिदिन्छ। इमान्दारी भनेको चाहिँ त्यहाँनिर हामी देख्छौँ। नानीहरूले के गर्दैन, कुरा बनाएर के गरेर भन्दैन, उसले के गरिदिन्छ, जस्तोको तस्तै उसले के गरिदिन्छ, बताइदिन सक्छ। यस कारणले गर्दा हामी यो कुरालाई पनि देख्छौँ कि नानीहरूले चाहिँ उनीहरूले आफ्नो इमान्दारीपनलाई कायम राख्न सक्छन् अथवा इमान्दारी हुन्छन्। तेस्रो कुरा हामी देख्छौँ, आज्ञाकारी हुन्छ। सानो नानीहरू कस्तो आज्ञाकारी, नानी यो ल्याऊ ल्याइहाल्छ, होइन, यो गर गरिहाल्छ। किन? नानीहरूमा सिक्ने चाहना हुन्छ र उनीहरूले के गर्दो रहेछन्, आज्ञाकारी हुने काम गर्छन्। तर कति नानीहरू के हुन्छन्, अटेरी हुन्छन्, भनेको मान्दैनन्, ढिटी हुन्छन्। त्यसैले त अनुशासन गर्नु भन्ने कुरा पनि हितोपदेशले सिकाएको छ। अर्को कुरा हामी देख्छौँ, नानीहरू चाहिँ भरोसा गर्ने खालको हुन्छ। नानीहरूले के गर्दो रहेछन्, पुरा भरोसा गर्दो रहेछ। पाँचौँ कुरा हामी देख्छौँ भने नानीहरूमा शङ्का हुँदैन। अब के गर्छन् होला, के मैले खाना पाउँछु कि पाउँदिनँ, मेरो लागि लुगा दिने कि नदिने, होइन, मैले चाहेको कुरा पाउँछु कि पाउँदैन, शङ्का गरिबस्दैन। उनीहरूले सरल विश्वासले माग्छ, मलाई यो चाहियो, मलाई त्यो चाहियो। नानीहरूको विश्वासलाई हामी सरल रूपमा हामी देख्छौँ। त बाइबलबाट दुई चारवटा सानो नानीहरूको असल उदाहरणलाई हेरेर हामी राख्छौँ। ल, प्रभु येशूलाई पछ्याउने भिडमा थुप्रो भिडले प्रभु येशूलाई पछ्याउँदै गर्दा साना साना नानीहरू पनि टुकुर टुकुर दगुर्दै गएका थिए, कुद्दै 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 गए, प्रभु येशू कहाँ गएका थिए। अनि एकजना चेलाले चाहिँ उसको एउटा सानो थैलो थियो के, त्यो थैलो नि कतिखेर सोधेछ, बाबु यो थैलोमा के छ? अनि त्यो बाबुले भन्छ, हजुर यो थैलोमा आमाले खाजा हालिदिनु भएको छ। के खाजा? के छ खाजा? 5वटा रोटी र 2टा माछा छ नि हो अङ्कल भन्यो होला, होइन। अन्त ल उसले केही पनि गरेन, होइन। जब समय बितेर गयो, जब चाहिँ प्रभु येशूले भिडलाई खानेकुरा दिन भनेर भन्दै गर्दाखेरि यहाँनिर हामी के देख्छौँ भनेदेखि चेलाहरू सबैजना के गर्ने, यत्रो भिडलाई खानेकुरा कहाँबाट जुटाउने? 500 दिनारको हामीले चाहिँ ल्यायौँ भने पनि अथवा 300 दिनारको लिएर आयौँ भने पनि पुग्दैन। त्यसो हुँदाखेरि के गरौँ, कसरी जुटाउँ त यो नानी यत्रो भिडलाई खुवाउनलाई भन्दै गर्दाखेरि नि
एकजना चेलाले भन्छन् हाम्रो बिचमा एउटा भाइ छ, सानो फुच्चे भाइ छ, उसँग चाहिँ 5वटा रोटी र अलिकति माछा छ हजुर। अनि प्रभुले भन्नुहुन्छ भिडलाई के गर, 100 र 50 को लहरमा बस्न लगाऊ। सबैजना सबै लहर लहर गरेर बसे। अनि प्रभुलाई त्यो रोटी ल्याइदिए। त्यो रोटी ल्याइसकेपछि प्रभुले आशिष दिनुभयो, धन्यवाद दिनुभयो। त्यसपछि चेलाहरूलाई बाँड्नलाई दिनुभयो र चेलाहरूले लगेर भिडलाई बाँडिदिए। भिडले खाए, अगाए, हो प्रशस्तै खाए उनीहरूले। अनि अगाए पनि, उनीहरूले अगाउनु मात्र होइन, अगाएर उबारे पनि भन्छ। आउनुहोस् त्यो चाहिँ पढिराखौँ ल। यूहन्ना सुसमाचार 6 अध्यायको यहाँ नाम त उल्लेख छैन, तर पनि यो बालकले आफ्नो इमान्दारितालाई अनि उसको विश्वासलाई हामी यहाँनिर देख्छौँ। उनले के गरेनन्, मैले दिएपछि म त भोकै हुन्छु भन्ने कुरामा शङ्कै गरेन। हेर्नुहोस् न कस्तो इमान्दारी, होइन? प्रभुलाई दिएपछि म, अथवा यी अङ्कलले लगेपछि त मलाई त, म त रित्तै हुन्छु नि, आमाले दिएको खाजा म भोकै हुन्छु भन्ने शङ्कै छैन। माग्न साथ तुरुन्त दिएको कुरा रहेछ। 6 अध्यायमा गएर हामीले हेऱ्यौँ भनेदेखि त्यो कुरा पाउँछौँ। 6 अध्यायमा फिलिप भन्ने मान्छेले चाहिँ एउटा बालक जसमा चाहिँ आन्द्रियास रहेछ, आन्द्रियासले चाहिँ एउटा ठिटो छ जससँग 5वटा जौको रोटी 2टा ससाना माछा छन्, यति धेरैको बिचमा त्यो के हो र? हेर्नुहोस् त, त्यो ठुलो मान्छेलाई शङ्का छ, यत्रो भिडको लागि 5वटा रोटी र 2टा माछा कसरी पुग्न सक्छ? शङ्का पनि छ, दुविधा छ। तर यो बालक जससँग भएको रोटी यहाँनिर हामी देख्छौँ प्रभुले दिनुभयो। प्रभुले त्यसलाई आशिष दिएर बाँडिदिनु भयो। सबैले खाए, अगाए, उबारे, अनि उब्रेको टुक्राहरू पनि बटुलिएको छ। 5000 मानिसहरूले खाए भन्छ। हेर्नुहोस् त, प्रभुको लागि असम्भव भन्ने कुरै रहेन। प्रभुले 5000लाई खुवाउनु भयो। अनि यहाँनिर हामी देख्छौँ आन्द्रियास जसले चाहिँ ती साना भाइ बहिनीहरूको पनि केयर गर्नु हुँदो रहेछ। टिचरहरूले, सन्डे स्कुलको शिक्षक शिक्षिकाहरूले चाहिँ भाइ बहिनीहरूको अवस्थालाई खोजी गर्नुपर्छ। कहिलेकाहीँ के हुन्छ, नानीहरूको स्वभाव त्यस्तै हुन्छ, अनि उनीहरूलाई खोजी गर्नुपर्छ है, उनीहरूको अवस्थाको विषयमा बुझिराख्नुपर्छ। यहाँनिर आन्द्रियास चाहिँ यस्ता मानिस थिए जसले के गरेको रहेछन्, त्यहाँ आएका भिडहरूमा को कस्तो छ, कसरी किन आएको छ, होइन, कुन उद्देश्य छ, उसँग के छ, कसो छ, सबै कुराहरू खोजी गरेको हामी देख्छौँ। अनि यी 5 रोटी र 2 माछाले चाहिँ 5000 भन्दा बढीलाई खुवाउनको लागि मद्दत गर्ने चाहिँ ठुलो मान्छे नभएर सानो मान्छे थिए भनेर हामी बुझ्छौँ। अर्को कुरा हामी देख्छौँ ल। दोस्रो कुरा चाहिँ नामान कोरी, जसले चाहिँ इस्रायल देशमा लडाइँ गर्दाखेरि इस्रायलका छोरीहरूमध्ये एउटा सानो ठिटीलाई कैद गरेर लगेको रहेछ। तर आमा बुवाले त्यो सानो छोरी हुँदैखेरि नै प्रभुको विषयमा मजाले बताइदिएकोले गर्दा नि उनीमा एउटा विश्वास थियो। अनि नामान जो कोडी थिए, सेनापति हुन्, आरामका राजाको सेनापति हुन्, के भएको देख्छौँ भन्दाखेरि त नि उनलाई चाहिँ आफ्नो देशमा भएको भविष्यवक्ताको विषयमा त्यो सानो ठिटी भए पनि बुझेको, सुनेको, जानेको कुरा हामी पाउँछौँ। अनि त्यो सानो ठिटीले भन्छन् एक दिन के, मेरो मालिक मेरो देशमा गएर फल्ना एलिसा नाम गरेको व्यक्तिलाई भेटेदेखि त उहाँले मेरो मालिकको कोरलाई निको पारिदिनु हुने थियो भने, होइन? त्यसो भन्दै गर्दाखेरि नि उनको मालिकनीले यो खबर आफ्नो मालिकलाई बताइन्, अर्थात् आफ्नो हस्बेन्डलाई। अनि सेनापतिले राजालाई त्यो कुराहरू बताइदिनु भयो। अनि राजालाई बताइसकेपछि राजाले एउटा पत्र लेखेर पठाउनु भयो इस्रायल देशमा। ल, तपाईँको देशमा एकजना व्यक्ति हुनुहुँदो रहेछ, उहाँले चाहिँ मेरो सेनापति कोरी हुनुहुन्छ, निको पारिदिएका हुन् भनेर सौगातसहित एउटा पत्रसहित पठाइदिएको थियो। त्यो देशको राजाले र त्यो देशका अरू कति मानिसहरूले आफ्नो देशमा कस्तो व्यक्ति बसेको छ भन्ने कुरो थाहा थिएन। राजा आफैलाई पनि थाहा थिएन। राजा आफै चकित भएर छक्क परेर भन्छन्, के म परमेश्वरको स्थानमा छु र? यो मानिसले न्यु खोजेको, हेर मसँग न्यु खोज्नु मान्छे पठाएछ,
म निको पार्ने हो र उसले त कस्तो त्यहाँनिर के छ राजालाई पनि थाहा छैन आफ्नो देशमा कस्तो मान्छे बसेको। तर त्यही देशको मान्छे, त्यही देशको सानो ठिटी जो चाहिँ कैद भएर गएकी थिइन्, उनले चाहिँ थाहा पाएकी रहेछन् नि, उनले चाहिँ बताएर पठाइन् नि त। हेर्नुहोस् त्यो सानो ठिटीको कारणले गर्दा त्यो नामान कोरीको कोर्नी निको भएको कुरा हामी देख्छौँ। अनि उनले सानोमा आफ्नो बुवा आमाबाट कति राम्रो कुरा सिक्नु भएको रहेछ, हामी यो कुरालाई देख्छौँ। यसकारण हामीले हाम्रा नानीहरूलाई चाहिँ प्रभुको विषयमा, प्रभुका जनहरूको, प्रभुको दासहरूको असल चरित्रको विषयमा नि बताइराख्नुपर्छ, ताकि ठुलो हुँदा पनि उहाँहरूले सम्झिन सक्छन्, याद गर्न सक्छन्। अर्को हामीले हेर्छौँ भनेदेखि इसहाक, हामीलाई थाहा भएकै कुरा हो। इसहाक पनि बालककालमा परमेश्वरले बलिदान गर्नको लागि जब आज्ञा दिएपछि अब्राहमले इसहाकलाई साथमा लिएर जाँदै गर्दाखेरि सम्पूर्ण बाटोमा भारी बोक्ने भरियाहरू थिए, भनौँ त्यो समयमा नोकरहरू, दासहरू थिए। तर जब बलिदान गर्ने ठाउँभन्दा अलिकति अगाडि सबैलाई त्यहाँ छोडेर त्यो दाउराको भारी चाहिँ नि आफ्नै छोरा इसहाकमाथि बोकाएर हिँड्दै गर्दाखेरि इसहाकलाई नि यहाँनिर इसहाकले सोध्नु भएछ, बुवा हामीसँग यहाँ आगो पनि छ, दाउरा पनि छ, तर बलिदानको निम्ति खोइ त पाठो भनेर सोधिरहनु भएको यहाँनिर उत्पत्ति 22 अध्यायमा हामी पाउँछौँ। सरल विश्वासको साथमा उनले एउटा कुरालाई याद गरे, सधैँ बलिदान गर्दाखेरि पाठो चढाउने कुरा गरेको अथवा पाठो चढाएको कुरा इसहाकले याद गर्नु भएको रहेछ। सधैँ अरू बेला पनि बलिदान हुन्थ्यो नि, तर त्यो बलिदान चाहिँ विशेष थियो। त्यो बलिदानमा एउटा पनि पाठो थिएन। त्यसो हुँदाखेरि एउटै पनि पाठो नभए तापनि उनले सोध्छन्, पिता खोइ त पाठो, बलिदानको लागि आगो र दाउरा हामीसँग छ, पाठो खोइ त। अनि अब्राहमले भन्नुहुन्छ, छोरा परमेश्वर आफैले होम बलिको निम्ति पाठोको प्रबन्ध गर्नुहुन्छ, उहाँहरू सँगसँगै जानुभयो। हेर्नुहोस् त, सँगसँगै गएर वेदी बनाए। वेदी बनाएर जुन डोरीले दाउरा बाँधेर दाउरा बोकेर इसहाक गएका थिए, त्यही डोरी खोलखाल पारेर नि त्यही डोरीले इसहाकलाई बाँधेर वेदीमाथि राख्नुभयो। कति आज्ञाकारी है। अहिलेको नानीहरू भए त हो, अथवा हाम्रै समय भएको भएदेखि हामी त भाग्थ्यौँ होला हो, डोरीले बाँध्न लागेपछि हामी बस्थ्यौँ हो। थाहा हुन्छ नि अब चाहिँ पक्का बलिदान नै गर्न खोजेको रहेछ भन्ने, किन देखेको थियो नि इसहाकले, त्यसैले त पाठो भयो भनेर सोधेको होइन। गाडी त टाप भाग्थ्यो होला नि, मार्न लाग्यो भनेर। तर इसहाकलाई हामी देख्छौँ भनेदेखि उनले चाहिँ एउटा आज्ञाकारिताको जीवन जिएको हामी देख्छौँ र चुपचाप बसेको कारणले गर्दा यहाँनिर परमेश्वरले थुमाको प्रबन्ध गरिदिनु भयो। यहाँनिर सानो बालक भए पनि एउटा समर्पित विश्वास भएको मान्छेलाई हामी देख्छौँ। त्यसै कारणले गर्दा बालबालिकाहरूलाई प्रभुका आउनको लागि कुनै पनि कुराहरूले रोक्नु हुँदैन। एउटा गाउँमा यस्तो भएछ, एउटा ठुलो यस्तै ठुलै सहरमा प्रचार हुँदै थियो। प्रचार हुँदै गर्दाखेरि नि त्यहाँनिर अचम्मको काम पनि हुन्थ्यो, चिन्ह चमत्कार, एउटा भनौँ मान्छेको रोग बिमारहरू पनि निको हुन्थ्यो। अनि प्रभुको एउटा सामर्थी काम त्यहाँ घटना घट्दै गर्दाखेरि मान्छेहरू भिड लागेर वरिपरिबाट खचाखच भएर हेर्दै थिए। अनि त्यतिकैमा एउटा सानो बालक, अनि त्यो सानो बालक ऊ पनि त्यो घटनालाई हेर्नको लागि छिर्दै 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 आएछ के। भिडको बिचबाट छिर्दै छिर्दै आउँदाखेरि नि कसैले पनि उसलाई अगाडि जान दिएन। ए फुच्चे पछाडि जा भन्छ क्या, तँलाई किल्चेर मार्ला भन्दै होला कतिले, डर देखाउँदैछ। तर पनि त्यो सानो बालकमा यस्तो इच्छा भयो, को हो, को मानिस हो, उहाँले कसरी बोल्दै हुनुहुन्छ, त्यो अगाडि बोल्दै गरेको मान्छेलाई हेर्नको लागि, त्यहाँ भएको बिरामी निको हुँदै गरेको कुराहरू हेर्नको लागि नि त्यो बालक दौडेर आएको थियो। कतिले रोक्दै रोक्दै हो, त्यहाँ धेरैजनाले उसलाई अगाडि आउन नदिएर छेकिरहेका थिए। तर अगाडि प्रचार गर्ने मान्छेले याद गर्दै थियो, कोही मान्छे आउँदैछ है, त्यो मान्छेलाई कसैले रोक्दैछ है भन्ने कुरा जब थाहा पाए उनले भन्छन् हो,
त्यो सानो बालकलाई पनि यता आउन देऊ, उसलाई नरोक, किन भन्दाखेरि त परमेश्वरको राज्य यस्तैहरूको हो भन्छ क्या। हेर्नुहोस् त, सानो बालक भनेर ठुलोहरूले चाहिँ बाधा दिँदै थियो, रोक्दै थियो। ठुलोले अगाडि आउन दिइराखेको थिएन, तर पनि त्यो प्रचारकले पनि भन्नुहुन्छ सानोहरूलाई चाहिँ रोक्नु हुँदैन। यसकारण हामीमा पनि त्यो सानो नानीको जस्तै विश्वास, सरल विश्वास, त्यसपछि हामीमा पनि के हुनु खाँचो छ? नम्रता, सहनशीलता, क्षमाको कुरा अघि हामीले पनि सुन्दै थियौँ होइन? क्षमा, नानीहरूमा कस्तो एकदमै क्षमा दिने अथवा भुल दिने स्वभाव हुन्छ, हामीमा चाहिँ हिसाब राख्ने स्वभाव हुन्छ। फरक त्यति मात्रै हो। ठुलो हुँदा र सानो हुँदाको फरक हेर्नुहोस् त। सानो नानी हुँदाखेरि जति कुटे पनि हिसाब राख्दैन, ठुलो हुँदाखेरि 2-4 वचन भन्यो भने हिसाब राख्छ। फल्नाले मलाई यसो भने, कुट्नु त परै जाओस्, के को हिसाब राख्छ? वचनको हिसाब हुन्छ। पहिला लौरोले पिट्दा पनि के हुन्थ्यो? सहन थियो। अब त वचनले यसो 2 शब्द भने, मलाई फल्नाले भने यसो भने मन दुखाएछ, मन भाँचेर। त स्वर्ग राज्य जानै हो भने चाहिँ नानीहरू जस्तो बदलिनुपर्छ ठुलोहरू पनि। आज हामी पनि बदलिएनौँ भनेदेखि प्रभुको वचनले भन्छ स्वर्ग राज्यमा पस्न चाहिँ गाह्रो छ। ल 18 अध्यायमा आउनुहोस् त, 3 पद। यहाँ पनि सानो नानीहरूलाई ल्याएको छ है त। 2 पद 3 पदलाई पढौँ न, 2 र 3 लाई। परमेश्वरको राज्य स्वर्गमा प्रवेश गर्नको लागि चाहिँ नि सानो नानीहरू जस्तो बदलिनुपर्छ। सानो नानीहरूको बदलाउ हेर्नुहोस् त। उनीहरू ती नानीहरूमा रिस हुँदैन, रिस हुन्छ तर एकैछिनमा बिर्सिन्छ, एकछिन झगडा खेल्छ, एकछिनमा फेरि सबक्क मिलिहाल्छ। सानो नानीहरू जस्तै हामी पनि प्रभुमा के हुनुपर्छ? बदलेको चाहिँ हुनुपर्छ। बदला लिने भावना चाहिँ हुनु हुँदैन। म च्यालेन्ज दिन्छु भन्न थाल्यो भने चाहिँ कुरा बिग्रिन्छ। म प्रभुमा भएर च्यालेन्ज दिन्छु भन्ने मान्छेहरू राम्रो होइन। प्रभुमा चाहिँ राम्रो कुराको लागि च्यालेन्ज गर्नु छुट्टै कुरा, तर पनि प्रभुमा भएर च्यालेन्ज गर्नु नै मिल्दैन। किनकि यहाँ प्रभुको वचन हुन्छ नानीहरू जस्तो बदलिनु भनेको चाहिँ पुरा रूपमा भुल्न सक्नु, क्षमा दिन सक्नु, त्यसलाई के गरिदिन सक्नु? अपनाउन सक्नु। अहिले भर्खरै 2 जना नानीहरू झगडा गरेर रुन्छन्, बाबुआमाको झगडा हुन्छ, बाबुआमाको 6 महिना बोलचाल हुँदैन, नानीहरू चाहिँ 6 मिनट पछाडि सँगै खेल्न थालेको हुन्छ। हेर्नुहोस् त कति बदलाउ छ नानीहरूमा। हामीमा पनि त्यस्तो बदलाउ भएन भने वचनले के भन्छ? आफैलाई नम्र तुलाएन भने के हुँदैन? त्यो स्वर्ग राज्यमा प्रवेश गर्न सक्दैन। नम्र हुनु भनेको चाहिँ दुर्बल हुनु भनेको होइन रहेछ। नम्र हुनु भनेको चाहिँ एकदमै म्याउ म्याउ गरे जस्तो के बोली पनि फेर्नु भनेको होइन। तर नम्र हुनु भनेको छुट्टै कुरा। बालकहरू कस्तो हुन्छ? कोमल हुन्छ, नम्र हुन्छ होइन? त त्यस्तै हामीले पनि यहाँनिर त्यो कुरा पाउँछौँ। अब एउटा दृष्टान्त भनेर मैले सकेँ। धेरै लामो समय फेरि नानीहरूको छ, मैले धेरै लिनु पनि मिल्दैन। यसर्थ एउटा दृष्टान्तमा चाहिँ यीशुलाई हेर्ने चाहना, कसरी यीशुलाई देख्न सकिन्छ? सन्डे स्कुलमा एकजना बालक जीवनमा एकैचोटि मात्रै जान पाउनु भएछ। सानोमा छँदा नि एकचोटि मात्रै सन्डे स्कुल गएको, अनि एकचोटिमा एउटा सत्य कुरा सिक्नु भएछ। त्यो चाहिँ के हो भनेदेखि नि यीशुले चाहिँ माया गर्नुहुन्छ, यीशुले प्रेम गर्नुहुन्छ। सुन्नु भएको होला। तैपनि यीशुले माया गर्नुहुन्छ भन्ने कुरा सुनेकोले गर्दा नि त्यो बालकले एकैचोटिको सन्डे स्कुलमा एउटै वचन मात्रै याद गर्नुभयो, यीशुले माया गर्नुहुन्छ। आज चाहिँ के रहेछ? यीशुले स्वागत गर्नुहुन्छ, यीशुले एकदम चाहनुहुन्छ, माया गर्नुहुन्छ भन्ने नै हो। यीशुले के गर्नुहुन्छ? सानाहरूलाई वास्ता गर्नुहुन्छ, चाहना गर्नुहुन्छ भन्ने कुरा देख्छौँ। त यहाँनिर एउटा बालक छ, त्यो बालक एक दिन सन्डे स्कुल गएछन्। त्यो सन्डे स्कुलमा उनले यीशुले माया गर्नुहुन्छ भन्ने कुरा सुनेर घर फर्के।
र त्यो ठाउँ छोडेर उनको आमाले उनलाई कुनै टाढा गाउँमा सहरतिर कतै लगेर जीविकापार्जनको लागि लग्नुभयो, किनभने उनको बुवा पनि बितिसकेको कारणले गर्दा त्यो बालकलाई हुर्काउनको लागि आमाले बन्नीभूत होइन के भन्छ यसरी गाउँ बस्तीमा भए कर्महरू गरेर विभिन्न प्रकारले नानी हुर्काउनको लागि दुःख थियो। त्यो परिवारले दुःखको साथमा त्यो बालकलाई हुर्काउनको लागि विभिन्न क्रियाकलाप गर्दै जाँदा उनको आमाले उनलाई नै सहरमा लगिछन्। सहरमा लगेर के काम गर्ने, अलिक ठुलो पनि भइसकेको छ, उसले काम गर्न सक्ने स्थिति भइसकेको छ। उसले मालिकको स्याउ बेच्ने काम पाएछ। मालिकको स्याउ चाहिँ एउटा टोकरीमा एउटा ढाकीमा टन्न बोकेर लाँदो रहेछ, बेच्दो रहेछ। अनि हाम्रो ठाउँमा अब रेलहरू छैन, इन्डियातिर हो भने रेल छ, रेल स्टेसनमा त्यो बालकले स्याउहरू टोकरीमा राखेर बेच्नलाई बसिरहेको हुन्छ। जब रेल आइपुग्छ मान्छेहरू त्यो रेलमा चढ्नको लागि भागदौड गरेर हतार हतार अगाडि दगुर्दाखेरि नि त्यो बालकको स्याउ त भुइँभरि पोखिन्छ ठोकिएर। त्यसो हुँदाखेरि त्यो बालक पुरा रुन्छ, धेरै बेर रुन्छ। कसैले उसलाई मद्दत गर्ने, सबैजना के गर्छन्, आफ्नो आफ्नो डिब्बामा चढ्नको लागि मानिसहरू दगुरेर जान्छन्। त्यहाँनिर एउटा बुढो मान्छे हुन्छ, दाढी पनि लामो लामो, कपाल पनि सेतै फुलिगएको, अनि बुढो मान्छे। त्यो बुढो मान्छेले नै त्यो बालकको स्याउ टिप्दै टोकरीमा हाल्दै टिप्दै टोकरीमा हाल्दै गरेछ कि सबै स्याउ टोकरीमा हालिसकेपछि नि त्यो बालकलाई नरौ बाबु, तिम्रो स्याउ तिम्रो टोकरीमा हालिसकेको छ, नरौ भन्छ होइन। अनि त्यो बालक रुँदै रुँदै आँखालाई यसो मिचेर उसले आँखाबाट आँसु पुछेर यसो हेरेर भन्छ, के तपाईँ यीशु हुनुहुन्छ भन्छ कि। उसले के सिकेको थियो भन्नुहोस् त? यीशुले प्रेम गर्नुहुन्छ, यीशुले माया गर्नुहुन्छ भन्ने कुरा सिकेको थियो। आज चाहिँ हामीले के सिकेका छौँ? नानीहरूलाई मौका आउन देऊ, तिनीहरूलाई नरोक, किनकि परमेश्वरको राज्य यस्तैहरूको लागि हो। परमेश्वरले अथवा प्रभु येशूले नानीहरूलाई स्वागत गर्नुहुन्छ। हेर्नुहोस् त, एउटा हात फैलाएर यी नानीहरूले हात दिँदैछन्, उहाँले स्वागत गर्नुभएको नि त। प्रभुले स्वागत गर्नुहुन्छ। यसकारण नानीहरू यीशुले प्रेम गर्नुहुन्छ। के गर्नुहुन्छ? यीशुले माया गर्नुहुन्छ। साथीले माया नगर्ला, समाजले माया नगर्ला, पछि परिवारले पनि माया नगर्ला, तर प्रभुले चाहिँ सधैँभरि माया गर्नुहुन्छ। प्रभुको मायालाई नबिर्सिनु। हामी त्यही पढेर राखौँ। 19:14 मत्ती 19:14। बाइबल छैन भने यही भर्स पढ्नुहोस्, छ भनेदेखि आफ्नो आफ्नो बाइबल निकाल्नु होला। तर यीशुले भन्नुभयो, पढ्नुहोस् सबैले, साना नानीहरूलाई मौका आउन देऊ र उनीहरूलाई नरोक, किनकि स्वर्ग राज्य यस्तैहरूको हो। प्रभुले आशिष